साथीहरू, आज म एउटा नयाँ प्रयोग गर्न गइरहेको छु। यो काँक्राको बतिलो लागेको छ। यसमा चाहिँ पटक यो त औँसा पार्ने किरा आएर चाहिँ यसलाई टोकेर चाहिँ बिगार्दो रहेछ। भित्र चाहिँ तिनी किराहरू पर्ने अनि बिग्रिने गर्दछ। त्यसको लागि चाहिँ अब त्यो ट्र्याप पनि हुन्छ। अब ट्र्यापले चाहिँ धेरै मर्ने हुँदाखेरि अब जीवलाई पनि कति मारेर साध्य लाग्छ भनेर त्यसबाट पनि जोगिन, जीव हत्याबाट जोगिनलाई मैले एउटा नयाँ आइडिया लिएको छु। यो सफल भइसकेको छ। यसभन्दा अगाडि चाहिँ मैले एउटा काँक्रो फलाएर खाइसकेको छु। त्यही भएर यो फेरि पुनः यो प्रयोग गर्न गइरहेको छु। यसपछिको भिडियो फलिसकेपछिको भिडियो म फेरि देखाउँला। अब योभन्दा अगाडि फलिसकेको छ। ल हेर्नु, यसमा चाहिँ एउटा यो यस्तो फाइबर झोला लिनु होला। अलि ठिक्क मिडियम साइजको लिनु होला। अनि यसमा चाहिँ अलिअलि प्वाल पार्नु होला। यसको बिचबिचमा हल्का सानो किरा नछिर्ने प्वाल पार्नु होला। अनि त्यसलाई चाहिँ यो बतिलोलाई चाहिँ काँक्राको बतिलो, यो काँक्रा मात्रै होइन सबै चिजमा चाहिँ लौका घिरौँलो सबैमा यो युजफुल रहेको हुन्छ। यो प्रयोग चाहिँ सफल हुन्छ। अब यसरी चाहिँ यो बतिलोलाई चाहिँ यसरी छोपेर अनि यो माथिबाट स्ट्याप्लर यसरी स्ट्याप्लर हानियो भने यो किरा छिर्न पाउँदैन। हावा उसलाई चाहिने पोषण यो लहराबाट प्राप्त भइरहेको हुन्छ। अनि किराले टोक्न पाउँदैन बाहिरबाट। किराले चाहिँ त्यसलाई त्यो औँसा मार्ने किराले चाहिँ टोक्न नपाएमा त्यसमा किरा पर्दैन, बिग्रिँदैन। यसरी मजाले स्टिच मार्दिने 4-5 ठाउँमा किरा नछिर्न पाउने गरी र यसलाई चाहिँ मजाले तल झुन्डाइदिएपछि यो फल्दै बढ्दै जान्छ। साथीहरू, यो फलेपछि ठुलो भएपछि यो खोल्दाखेरिको भिडियो म फेरि अपलोड गर्नेछु। धन्यवाद।